नमस्कार साथीहरु, स्वागत छ हजुरहरुलाई फेरि पनि मेरो च्यानलमा। आज चाहिँ म केही कामले गरेर चमर्सी आएको थिएँ। चमर्सी आउँदाखेरि चाहिँ के सोचे भन्दा हजुरहरुसँग धेरै दिनदेखि मैले घुमाएको थिएन हजुरहरुलाई। त्यही भएर आज म हजुरहरुलाई भुटानतर्फ लिएर जाँदैछु र यो मेरो फर्स्ट टाइम इन्टरनेशनल ट्रिप पनि हो यो ब्लग माध्यमबाट। र म अगाडि बढ्दै जाँदैछु। यो जुन चाहिँ देख्दै गर्नेको यो बाँसको गेट चाहिँ यहाँनिर चाहिँ पुलिसहरु बस्छ, पुलिस चेक पोस्ट हो यो चाहिँ। र यो जुन चाहिँ गेटमा यो गाडीहरु जुन चाहिँ लागिरहेछ यहाँनिर चाहिँ इन्डिया भुटान बोर्डरमा लागिरहेछ। फाइनली म भुटान बोर्डर पनि पुगे। भने चाहिँ फाइनली म भुटानको बोर्डरबाट भित्र इन्ट्री गरेँ र यहाँनिर चाहिँ इन्ट्री गर्नुपर्ने हुन्छ। र इन्ट्रीमा चाहिँ हजुरहरूले के लिएर आउनुपर्छ भन्दाखेरि चाहिँ आधार कार्ड, भोट कार्ड कुनै पनि चिज लिएर चाहिँ हजुरहरूलाई आधार कार्ड, भोट कार्ड ल्याउनु भयो मात्रै भित्र छिर्नु दिन्छ, नभए छिर्नु दिँदैन। र मैले चाहिँ यसरी आधार कार्ड, भोट कार्ड दुइटै ल्याएको थिएँ, तर आधार कार्डले मात्रै काम भयो। र अब भने चाहिँ फाइनली म अगाडि भित्र जानेछु। अब भने चाहिँ मैले इन्ट्री गरिसकेर म भित्र पसेँ र अब म अगाडितर्फ जानेछु। कस्तो के छ भ्यूहरू हजुरलाई देखाउँदै लिएर जानेछु। यहाँनिरको जुन चाहिँ मैले सोचेको थिएँ भुटानमा चाहिँ अलिक बाटोहरू खराब होला भनेर सोचेको थिएँ, तर यहाँको बाटो चाहिँ एकदम मजाको रहेछ। मक्खन जस्तै गाडी कुदेको पनि थाहै पाउनु हुँदैन हजुरहरूले। मक्खन जस्तो रोडमा चाहिँ हरियाली दृश्यको रमाइलो इन्जोयमेन्ट गर्दै अगाडि बढिरहेको छु म चाहिँ। साइड भएर होला यतातिर घर चाहिँ अलिकति पत्ला देखेँ मैले, र पत्ला रहेछ, तर घरहरू चाहिँ मजाको रहेछ। घर चाहिँ मन पर्यो। यो जुन चाहिँ ट्याक्सी स्ट्यान्ड देख्नु हुँदैछ यो ट्याक्सी स्ट्यान्ड चाहिँ चमर्सी भुटानदेखि ठिक 1 किलोमिटर भित्र रहेछ। यो ट्याक्सी स्ट्यान्डबाट चाहिँ हजुरहरू थिम्पू भुटान साइड पनि जान सक्नुहुनेछ। र हामी चाहिँ यसरी नै अगाडि बढिरहेको छौँ। मजाले रमाइलो दृश्यहरू यसो दुई साइडपट्टि हेर्दै आस्ते आरामले जाँदैछौँ। हामी चाहिँ अब यताबाट लेफ्टतर्फ जानेछौँ। लेफ्टतर्फ चाहिँ किन जानेछौँ भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ महादेवको मन्दिर छ अरे, र महादेवको मन्दिर पनि हजुरहरू बाहिरबाट दर्शन गराउँदैछु। कस्तो के लाग्दैछ भनिदिनु होला। एक दिन अगर महादेवले बोलावा दिनु भने चाहिँ यो मन्दिरमा पनि आएर म दर्शन गर्नेछु। हजुरहरूलाई यो मन्दिरमा आएर दर्शन गर्दा चाहिँ ब्लग पनि बनाएर देखाउनेछु। भुटान साइडको घरहरूको डिजाइन चाहिँ एउटै लाग्यो मलाई सबैतिर। यो जुन चाहिँ सिधै जाने गरेर बाटो देखिराख्नु भएको छ यो बाटो चाहिँ सिप्सु भुटान जान्छ र हामी चाहिँ फेरि चमर्सी तर्फै निक्लिँदैछौँ। र आजको हजुरहरूलाई सानोबडे मिनी ब्लग भुटान ट्रिपको कस्तो के लाग्यो कमेन्टमा भनिदिनु होला। र अहिले भने चाहिँ फाइनली म बोर्डर पनि आइपुगेँ। र अब आज त म अलिकति मात्रै घुमेँ। अगर यो ब्लगलाई माया गरिदिनु भने हजुरहरूलाई फेरि भुटान ट्रिपमा धेरै घुमाउने छु। अहिले भने चाहिँ म भुटान घुमिसकेर आएर चाहिँ फेरि अब एक्जिटको इन्ट्री गर्नुपर्ने रहेछ र एक्जिटको लागि चाहिँ जाँदैछु इन्ट्री गर्नु। र त्यो गरिसकेर चाहिँ हजुरलाई देखाउँदैछु। र फाइनली म चाहिँ अब भुटानबाट पनि एक्जिट भएँ, बाहिर भएँ। र यसरी आधार कार्ड देखाएर चाहिँ बाहिर हुनुपर्दो रहेछ। र अघि इन्ट्री गर्दाखेरि चाहिँ यो साइडबाट इन्ट्री गरेर चाहिँ गएको थियो भने निक्लिँदाखेरि चाहिँ यो साइडबाट निक्लिनु पर्दो रहेछ। र अब भने चाहिँ म हजुरहरूलाई फेरि बाटोमा भेट्नेछु। हजुरहरूलाई म बाटोमा भेट्नेछु र बाटोमा आउँदाखेरि घुमाउँदै लिएर आउनेछु भनेर सोचेको थिएँ। तर आम्बाडी भएर आएँ आउँदाखेरि चाहिँ एकदम बाटो धेरै खराब रहेछ। त्यही भएर चाहिँ मैले देखाउन सकिनँ। र अहिले भने चाहिँ म रेड ब्याङ्कको जुन चाहिँ यहाँ आदित्य फास्टफुड छ यहाँ आएको छु। यहाँनिर घुगुनी, चाट घुगुनी भन्छ, चाट घुगुनी चाहिँ एकदम दामी भेट्छ। त्यही खानु भनेर आएको छु। यहाँनिर म आएको धेरैपल्ट पनि भइसक्यो। मलाई चाहिँ धेरै मनपर्छ भनेर चाहिँ म यो बाटो हिँड्दाखेरि चाहिँ यहाँ पसेर खाएरै जाने गरेको छु। र हजुरहरूसँग अब म नेक्स्ट ब्लगमा नेक्स्ट लोकेसनमा भेट्नेछु।